हेलो गाइस, यो एउटालाई फेरि मेरो युट्युब च्यानलमा स्वागत गर्दैछु र मैले बाइकसँग राइड गर्दै जाँदैछु कहाँ भने भोर मकर हेर्नको लागि हामी आफ्नो गाउँको नजिकै मेरो गाउँको नजिकमै छ घुम्सा घाम त्यहाँ जाँदैछु म र मेरो बहिनी दुवैजना जाँदैछु मकर सङ्क्रान्तिको दिनमा लाग्छ त्यसरी बिहानै म हिँडेको आफ्नो घरबाट जनकपुरबाट आफ्नो गाउँको लागि र त्यहाँबाट महरू जाने कहाँ भनेको भोर मकर किनकि यहाँ अगाडि हेर्दाखेरि त्यसपछि मेरो गाईहरू पनि आउनुभयो यो गाई हुनुहुन्छ तब पनि बाइक थियो तब दुवैजना मिलेर हामीहरू जाँदैछौँ कहाँ भने मकर त्यसपछि हामीहरू पुगिसक्यो घुम्सा घामको चौकमा यहाँबाट म तपाईँलाई ब्याक क्यामेराबाट हेराइदिएको यो हाम्रो के छ भने घुम्सा घामको चौक जसलाई भन्छ होइन त्यसपछि हामीहरू कहाँ भने हिजोपछि हामीहरूले बाइक नि राखिसक्यो त्यसपछि यो घुम्सा घामको मन्दिर छ यहाँ यो छ प्रवेशद्वार छ योबाट भित्र जान्छ हामीहरू पनि गएको सबैजना 6-7जना थियौँ हामी त्यसपछि हामीहरू भित्र गएको त्यसपछि हामीलाई लिनु थियो के भने फुल्ली लिनु थियो त्यसपछि हामीहरू फुल्ली लिएको त्यसपछि फेरि हामीहरू भित्र छिरेको सबैजना मिलेर सबैजना गएको कहाँ घुम्सा घामको भित्र जाने बाटो कि यहाँको आज भोर मकर भन्छ खासमा हामीहरूको मकर लाग्ने भनेको आइतबारको हुन्छ त्यसपछि यहाँ हामीहरूको हेर्न सक्यो भित्रको कस्तो दृश्य छ योमा एउटा रहस्यमय छ यो छ नि माटो जस्तो हेरिने यो खासमा के छ भने धनुष छ होइन जो हाम्रो रामजीले रावण रामायण बेलामा 3 टुक्रा पारेको थियो नि एउटा आकाश एउटा पतालमा गयो र एउटा कहाँ गयो भने हाम्रो एका घुम्सा घाममा फ्यालेको थियो यो एउटा हाम्रो के भन्छ भने हिस्ट्री छ यो भन्नुभएको छ अब कतिको होइन मैले पनि सुनेको छु र यो यहाँ छ नि यहाँबाट पानी निस्किन्छ भित्रबाट हामीहरू पनि यो पुरै एक राउन्ड लगाएपछि त्यसपछि हामीहरू फेरि यो भित्र जानको लागि पानीनिर जानको लागि हामीहरू फेरि यो यस्तो छ कि अहिले यो लगभग यसको लम्बाइ बढ्दैछ कि पहिलाभन्दा पनि अहिले धेरै अगाडि बगेको छ त्यसपछि हामीहरू लाइनमा लागिसक्यो त्यसपछि हामीहरू अगाडि हिँड्दैछौँ यो एका पानी यहाँ एउटा खाल्डो छ त्यो खाल्डोमा पानी आउँछ त्यसपछि हामीहरू दर्शन गरेपछि बाहिर आइसक्यो यहाँबाट अब सबैजना बाहिर आयो सबै गाईहरू त्यसपछि गाईको ब्याक क्यामेराबाट म पुरै यहाँ वेलकम घुम्सा घाम मिथिला हाट नि गरेको छ र यो हाम्रो प्रवेशद्वार भयो र यो पुरै राउन्ड जस्तो छ धेरै भिड थियो तर खासमा आइतबारको त अझै भिड हुन्छ जुन दिन के भन्छ भने मकर लाग्छ त्यो दिन धेरै भिड हुन्छ त्यसपछि हामीहरू जाँदैछौँ कहाँ भने राम सीताजीको मन्दिर पनि यो सँगै सकेको छ हामी नि उता गएको पूजा गर्नको लागि त्यसपछि यता पूजा गरेपछि त्यसपछि हामीहरू रिटर्न आइसक्यौँ म र बहिनी दुवैजना त्यसपछि हामीहरू हिँडेको कहाँ भने फेरि सबै गाईहरू मिलेर फेरि अब कहाँ हिँड्ने भने जाने हामी अब आफ्नो घर जनकपुर जाने यो मेरो गाई हुनुहुन्छ अमित गाई त्यसपछि सबैजना यताबाट आफ्नो जुत्ता लिएको जुत्ताबाट फेरि हामीहरू हिँडेको कहाँ भने आफ्नो जनकपुरको लागि सबैजना हिँडेको त्यसपछि यो हाम्रोसँग के छ भने बाइक थियो 3वटा बाइक थियो एउटा पछाडि छ एउटा अगाडि छ तर त्यो हेराइरहेको छैन त्यो गाई थियो उसले धेरै अगाडि गएपछि हामीहरू पुगिसक्यो कहाँ भने जनकपुर त्यसपछि मैले खाएको थिएन बिहानैदेखि त्यसपछि लाइमुरी आज स्पेसल थियो मकर सङ्क्रान्ति त्यसपछि लाइमुरी खाएको त्यसपछि गयो कहाँ भने म छतमा आज छ मकर सङ्क्रान्ति भने आज स्पेसल के हुनु पर्यो भने आज सँगा उडाउनु पर्छ होइन गुगी आज हाम्रो भाषामा भन्छ त्यसपछि भाइले लगाएको थियो त्यसपछि मैले गुगी बनाइदिएँ त्यसपछि उडाएको अङ्कलले उडाउनु भइरहेको छ त्यसपछि बेलुका भयो के भने स्पेसल खिचडी त्यसपछि आजको ब्लग यति समाप्त गर्छु थ्याङ्क यू टु वाचिङ माई भिडियोज बाई बाई